खुसी भएको छन् त्यस्तो नबोल्नु। हजुर अब भन्न त पाउनु भएको छ तर बुढो भएपछि आफ्नो शरीरलाई पनि दुःख भएन, बस्न उठ्न नसकेन, आँखाले मन्थे नपेन्ने, अलि पर जान्छु भने नसक्ने, कानले बोलेको नसुन्ने, यस्तो अद्वेष र बाँच्न हुन्न। म त साह्रै नै अद्वेष र भएँ। भाग्यले दिँदासम्म बाँच्ने हो, अनि भाग्यले लगेपछि जस्तो पनि जानुपर्छ। भाग्यले कतिसम्म बाँच्न दिन्छ त्यति बाँच्ने हो। अलिअलि त सुन्थे, अचाल त ट्रेनमै भने ट्रेनमै मोबाइलमा त ओसालेको मात्रै देख्ने हो, देख्दैन। यताबाट सुन्नुहुन्छ नि त, यताबाट बोलेको सुन्नुहुन्छ? सुन्दैन, कतै सुन्दैन।